देखाइदियो त मिठाई त भाइको भाइलाई देखा कसले दिएको अरे सीता तपाईहरु मात्र खानुस् ल थ्यांक यू सो मच यो तिमीलाई लागि यो सियाना नपाऊ ल अहिले घरमा राख्दे ल यो कस्तो निकाल्छ ओ सियानाले बर्थडेको दिएको अरे त्यो ल हामी गएको बाइ ल ल भाइलाई पनि लने हजुर ल घरमा झारका झुर्की चाहिँ होइन है फेरि लगेर दुईजना त फेरि खान्थ्यो होला नि त्यसले नि बोकेर गएको के भन्छ त्यो खोल त केककै हो नि ल गिफ्टहरु केकको खोलमा चाहिँ जुत्ता हेर्नु न फेरि कुकुरे भेटाले कि घाँस काट्दा काट्दै भन्नु नि के हो सानो हो बस्तीकोहरु त्यस्तै हो नि बजारको बाबु हात धोएर साबुन पानीले सफा गरेर खानु कहाँ जङ्गलमा हात धुनु कहाँबाट साबुन कहाँबाट पानी ल्याउनु र यहाँ उयो उताटी खोल्छ के त जागर छैन खोल्छन पुग्नु लागि नि कि टाइम लाग्छ 5 मिनट त जानु मात्रै लाग्छ 5 मिनट बाटोमा यसरी टिप्सहरु दिने मान्छे सधैँ पाइरो त साह्रो राम्रो हुन्छ काम गर्दाखेरि अर्को पालि पनि हामी जङ्गलभित्र नपस्नु नै हल्का सुक्खा बाटोमै बस्नु माथि पनि अर्केको खिच्यो हेर्नु त ऊ हाम्रो ए रहेछ त्यसको लागि व्यापारी ढाल्नु पर्यो के तातो भएछ नि मान्छे त बसिरहेन होला है म चाहिँ हिँडेको चिसो न चिसो भएर हिँड्ने मान्छे हो जुन तातो हुनुपर्ने त त्यही त बुट्टा भइरहेको छ सबै तातो भइरहेको छ त दबाई चिरे पनि होला यो टाइममा यता हिँड्नु कस्तो मजा आउँछ है भित्र उयो पर्छ नि घाम